आवाज नआउने यता त मजाले आवाज आइरहेको छ त बल्ल बुझै रिस उठ्ने होइन हौ मतलब यहाँनिर चाहिँ नेट चल्दैन नि त अन्त त्यही भएर चाहिँ हटस्पट चलाउनुपर्छ अन्त भाइले अहिले हटस्पट दिइरहेको छ त्यही भएर चाहिँ म लाइभ भएको भाइ छैन घरमा अन्त कल लाइनमा राखेर चाहिँ नेट चलाउनुपर्छ नि त यता चाहिँ त्यही भएर यस्तो यता चाहिँ नेट चल्दैन नि त नेट चल्ने भए त म डेली लाइभ पनि आउँथेँ हा भन्नुहुन्छ सुन्नु राजी अन हजुरहरू एकअर्कासँग जोइन हुनुभएको छैन भने एकअर्कासँग पनि जोइन हुँदै गर्नुहोस् 10 दिन हो गया वाटर फर्स्ट केवल चाहिँ ऐसा तो नहीं करना चाहिए ना आपको तो ऐसा नहीं करना चाहिए आप पानी पीते रहिए आप खाना खाते रहिए क्या क्योंकि यहाँ पे तो नेट ही नहीं चलता है ना इसीलिए हम लोग यहाँ पे कल लाइन में रख के नेट चलाना पड़ता है। आज भाई का हॉटस्पॉट चला रही हूँ मैं अभी भाई घर पे नहीं है तो भाई का फ़ोन यहीं पे और भाई का हॉटस्पॉट चला रही हूँ। अगर यहाँ पे नेट अच्छे से चलता तो मैं हमेशा डेली लाइव आ जाती पर यहाँ पे नेट ही नहीं चलता है। हा भन्नुहुँदैछ सीमाजी राजजी अन्त ड्युटी चाहिँ कति आवर्स हो राजजी तपाईँको चाहिँ केवलजी अभी तोड़ा हूँ वाटर फर्स्ट पहले मून को देता हूँ ओ ऐसा है केवल जी कति गफ जानेको हो यसले गफ गर्न मलाई पनि सिकाउनु नि भन्नुभएको रहेछ अच्छा त्यस्तो गफ आउँदैन हौ यसमा बिर्खे अब वानवटा पर्सनल नेटवर्क लाउनुपर्छ दादा हेर्नु न अस्तितिर त अलिकति भए पनि नेट चल्थ्यो कि अहिले त नेटै छ्याप्पै भयो कसैलाई कल गर्नुको लागि पनि 10 पल्ट कल गर्यो भने मात्रै यहाँ त लाग्छ के हो दादा पुरा नेटै स्लो भइसकेको छ कल लाइनमा राख्यो भने मात्रै नेट चल्छ दादा यतातिर त विशाल अग्रवाल स्मृति हाई हेलो नमस्ते विशाल जी आपको भी वेलकम टू माई लाइव अन्त कहाँ जानुभयो राजजी तपाईँ अन्त केवल जी आप भी कहाँ चले गए सीमा जी लाइक डन बेबी ओके बेबी थ्याङ्क यू सीमा अन्त विशाल जी के छ खबर तपाईँ नेपाली बोल्नु मेरो ठिकै छ विशालजी अन्त तपाईँको कस्तो छ खबर तपाईँलाई ब्लू दिनु फेरि सीमाजी रे म गइदिन्छु ल सीमाजी भन्दिनँ नमस्ते हा भन्नुहुँदैछ के खाना खानुभयो स्मृति भन्नुहुँदैछ केवलजी हाँस्नुहुँदैछ मैले खाना खाएको छुइनँ लन्च भएको छैन अब कति बज्यो 3 बज्न आँटेछ लन्च भएको छैन ब्लू दिनुहोस् हुन्छ विशालजी म तपाईँलाई ब्लू दिन्छु है यहाँ त घरमा पनि प्राय कसरी पो गर्छ माया विशालजी तपाईँलाई पनि माया सबैजना कहाँ जानुभयो माया के भन्छ सीमा खोइ सीमा स्मृति माया विशालजी तपाईँलाई पनि भाइ विशालजी तिमी के गर्दैछ भन्नुहुँदैछ म चाहिँ यतिकै बसिरहेको छु